पेन्सन रोक्नु, कसैलाई भ्रष्टाचार गरिसकेपछि पेन्सन दिनुपर्छ भन्ने कुनै आशय होइन, हामीले त्यो चाहेको पनि होइनौँ। सायद हामी सबै मिलेर त्यो गर्यौँ होला भनेर कसरी व्याख्या अव्याख्या जुन भइरहेको त्यो गलत व्याख्या भइरहेछ। हामीले त्यसो गरेको होइन। यथार्थ के हो भने सानोतिनो विषयले पनि यदि दोहोरो सजाय पनि हुन सक्छ कि भन्ने पनि कुरा हो है। सम्बन्धित अभियोग जुन हुन्छ त्यस अभियोगको त कानुन लाग्छ, त्यो कानुनले सजाय हुन्छ, जेल पनि बस्छ, मोनिटरी सजाय पनि हुन्छ, के अरे कति नगदको सजाय पनि होला। त्यो समय बुझ्छ जस्तो अन्य नागरिक सरह त्यो सजाय त पाउनुपर्छ। तर त्यसबाहेक सानोतिनो उसले उसको परिवारले पनि बच्चाहरूले पनि पाउने सुविधा समेत हो त्यो पेन्सन भनेको। त्यसकारण त्यहाँ पनि अन्याय पो हुने हो कि त्यो सबै रोक्ने दोहोरो सजाय पो हुने हो कि कानुनी मान्यताले पनि यसलाई विवाद आउने पो हो कि भन्ने विषय पनि हाम्रो भएकै हो। त्यसो हुँदाखेरि यसलाई यो अस्पष्ट कुरालाई हामीले लेखिदिने बित्तिकै दोहोरो सजाय हुने, कानुनी मान्यताको विपरीत हुने कुराहरू हामीले लेखिरहनुभन्दा बरु अहिलेको समस्या के हो भने पेन्सन पनि पाइरहेका छन्, दोहोरो तेह्रो अन्य नियुक्ति लिन्छन्, सबै सुविधाहरू लिइराखेका छ, त्यसलाई कहीँ लेखिएको छैन, यो लेखौँ। बरु दोहोरो सुविधा लिन नपाउने कुरालाई कानुनमा स्पष्ट गरिदिउँ भनेर हामीले त्यो कुरा लेख्न आवश्यक ठान्यौँ र एउटा धारा हामीले लेख्यौँ।